हरेक वर्ष काठमाडौँ भ्यालीका सहरहरू पर्पल पर्पल देखिन्छन्। त्यसको मुख्य कारण हो जाकारान्दा। तर के तपाईँलाई थाहा छ यो नेपालको नेटिभ फ्लावर होइन, इमिग्रेन्ट फुल हो। कस्तो छ त काठमाडौँको स्ट्रिटले पर्पल पर्पल बनाइदिने यो फुलको ब्याक स्टोरी। जाकारान्डाको ओरिजिन साउथ अमेरिका हो, खास गरी ब्राजिल र अर्जेन्टिनातिर। पछि कोलोनियल पिरियडमा यो प्लान्ट साउथ अमेरिकाबाट इन्डिया र एसियाको अरू ठाउँहरूमा इन्ट्रोड्युस भएको मानिन्छ। अनि नेपालमा चाहिँ कसरी आयो त? भनिन्छ कि 1920तिर राणाकालमा यो फुल नेपाल भित्रियो। त्यो बेलाका शासकहरू फरेन ट्रिप्सबाट विभिन्न बोट बिरुवा ल्याउने गर्थे। त्यसैमध्ये जाकारान्डाको बिउ पनि एउटा हुन सक्छ। सुरुमा यो फुल दरबारहरूको गार्डनमा मात्र सीमित थियो, तर बिस्तारै काठमाडौँलाई हराभरा बनाउन सडकको साइडमा रोप्न थालियो। अरू बेला हरियाली दिने यो रुख तर वैशाखतिर फुल्दा चाहिँ पुरै सिटी नै पर्पल सेडमा रङ्गिन्छ। आजभोलि त रत्न पार्क, दरबार मार्ग अनि घण्टाघर अगाडिको जाकारान्डाहरूले काठमाडौँको एकदम आइकनिक स्प्रिङ भाइब क्रिएट गरेको छ। फोटो होस् या साथीसँग वाक, यो पर्पल भ्यू बिना स्प्रिङ अधुरो जस्तो लाग्छ। धेरैले यसलाई ब्लू मिमोसा पनि भन्छन् अनि धेरै नेपालीहरूले सिरिजसँग झुक्किन्छन्, तर यो फुल बेग्लै रुख हो। साँचो कुरा त के हो भने यो इमिग्रेन्ट फुल अहिले काठमाडौँको आइडेन्टिटी जस्तै भइसक्यो। नेचरको पनि कस्तो रमाइलो कथा हुन्छ है। ब्राजिलबाट सुरु भएको यात्रा आज काठमाडौँको सडकसम्म आइपुग्यो। अर्को पालि तपाईँ सडकमा यो पर्पल फुल देख्नुहुन्छ भने सम्झिनुहोला, यो फुलले धेरै लामो यात्रा गरेर यहाँसम्म आइपुगेको हो। तपाईलाई यो जाकारान्डाको पर्पल भाइब कस्तो लाग्छ कमेन्टमा भन्नुहोला।